अभी हम लोग जा रहे हैं गाइस, अभी हम लोग लालबाग जा रहे हैं। वेलकम टू माय मिनी ब्लॉग गाइस। तो आज हम लोग लड़का के साथ जा रहे हैं उस वीडियो शूट करने के लिए। हम लोग यहाँ लालबाग में जा रहे हैं आज। ऐसे ही हम लोग लड़का लोग वीडियो इतना ही है गाइस। हेलो ल आज चाहिँ हामी फर्स्ट टाइम मेट्रोमा चढ्नु जाँदैछौँ। कस्तो एक्सपिरियन्स हुन्छ त्यो चाहिँ अब तपाईँहरूलाई भिडियोमा एकदम सेयर गर्नेछौँ र बनिरहनु हाम्रो भिडियोमा। यो हो जयनगरको मेट्रो स्टेसन। यो टाक्लु चाहिँ हाम्रो के पो हो सिद्धार्थ होइन रविदा हो। यो चाहिँ र हामी चाहिँ एकदम चिन्दैन जिग्री साथी सँगै आउँछौँ सँगै जान्छौँ ड्युटी पनि हो। मेट्रो स्टेसन आइपुग्यौँ र कसरी टिकट काट्नुपर्छ कस्तो गर्नुपर्छ तपाईँहरूलाई म देखाउँदै जान्छु अगाडि। ल अब चाहिँ चेक इन आयो त्यही भएर अब यसलाई चाहिँ हल्का यो चाहिँ के पो भन्छ त यसलाई एलिभेटर भन्छ। र एलिभेटरमा कसरी चढ्नुपर्छ अन्त खुट्टाहरू टक्कै साइडमा राखिन्छ पक्कै भाँचिन्छ हो। त्यही भएर एकदम होसियारीले हिँड्नुपर्छ यो एलिभेटरमा चाहिँ। र ह्यारी पोटर हो कि एलिभेटर हो। केटाहरू पनि पुग्यो हो दाहरू पनि पुग्यो। अब म एकदम होसियारीले उत्रिन्छु नत्र हामी लडिन्छ। त्यो त नजाराहरू त उता त्यो त अन्त यताले पठायो दाले चाहिँ झन्डै रड्डी नै गरे। निरज भाइ नभएको भए चाहिँ एकदम ग्लास हाउस। यसको भित्र पस्नु लागि चाहिँ कति लाग्छ 50 रुपियाँ जस्तो लाग्छ एन्ट्री फिस। हाम्रो दा चाहिँ एकदमै थाकिसक्नु भएको छ बस भन्दैछ। ढुङ्गामा गएर बस्नुपर्छ। रविदा एकदम ढुङ्गामा बस्नु यो चाहिँ हाम्रो राणा भाइ फर्स्ट टाइम लालबागमा घुम्न आउँदैछ हो। र कस्तो लाग्दैछ तिमी? रमाइलो गर्न आएको एकदमै एक्साइटेड छ केटीहरू हेर्नुमा हो। ल यता साइड चाहिँ के छ भाइलाई सबै थाहा छ आइबस्छ हप्तैपछि। आइएम सरी इङ्ग्लिस पनि हानिदिइहाल्छ के गर्नु हामी त यस्तै हो जान्दैन। दाले चाहिँ के पढ्नु हुँदैछ एकदमै ध्यानसँगले हो। र रहिम भाइ पनि आएको छ के पढ्दैछ भनेर जोखानालाई के पढ्दैछ भनेर हेरेको त एकदमै म्याप हेर्दै रहेछ। लेक त्यहाँ छ हो। त्यसपछि अझै के छ स्टोनहरू त्यो रकहरू। बडा ब्लगर आइपुगेको छ। कहाँ ब्याक फोल्डिङ ए बेसी क्यामेरै हल्लाएर चाहिँ हुँदैन स्टेबिलिटी नै हुँदैन नि त। लालबागको एकदम ढुङ्गामाथि पहाड आइपुगेको छौँ हामी र यसमा चढ्नेको चाहिँ हाम्रो एउटा मकसद छ मिसन अब पुरा गर्न जानु आँटेको छौँ हामी। त्यहाँ गएर चाहिँ एउटा चिज गर्नु छ त्यहीँ गएर चाहिँ हल्का भइदिनुपर्छ। माथिबाट एकदम भ्युज पोइन्ट दामी खतरा छ। रविदा के भन्नु चाहनुहुन्छ? लालबागमा म के भन्न चाहन्छु भन्दा सर्वप्रथम त सबैजना गाइजहरूलाई हाम्रो तर्फबाट दीपावलीको धेरै धेरै एडभान्समा शुभकामना छ। अनि अर्को कुरा के भन्न चाहन्छु भने तिमीहरू पनि बेङ्गलोरमा बस्छ भने यसो कहिले कहीँ घुम्नुहरू आइज हो।
ल रविदाको भनाइ चाहिँ यति नै थियो रहेछ। ल यो ढुङ्गामा हिँड्दाखेरि चाहिँ पहाड जस्तो ढुङ्गा छ हो, हिँड्दाखेरि चाहिँ एकदम बी केयरफुल हुनुपर्छ र हिँड्दाखेरि एकदम स्लिप भएर लड्नेको चान्स हुन्छ। त्यही भएर हल्का झ्याप पारिदिन्छु। माथिबाट तपाईँलाई भ्यू पोइन्ट देखाउँछु। यहाँ चाहिँ एउटा फ्रड थियो नि, के पो नाम भन्छ त्यसको, एउटा यो छैन के अरे भक्कु लोन लिएर भागेको थिएन विजय माल्याको घर त्यसको यो देख्छ, बिल्डिङ देखिन्छ हो। बिल्डिङ चाहिँ स्विच भइसकेको छ, बन्द भइसकेको छ। ला साँच्ची नै छ, यहाँबाट देखाइदिन्छु म। विजय माल्याको बिल्डिङ देखेको छैन। ल विजय माल्याको बिल्डिङ देखाउने छु म। ओ त्यो माथि वाइट कलरको चाहिँ त्यही हो विजय माल्याको। क्यामेरा हल्लेको हो कि मेरो हातै हल्लेको हो, पनि चाँड बेसी खाएर हो कि क्या हो। चाँड त खाँदिनँ, हप्तामा एकचोटि छुट्टी हुन्छ होइन, के गर्नु छुट्टीमा अन्त बकचोदी गर्नै पऱ्यो। बकचोदी बिना त जिन्दगी नै चल्दैन। र